हेलो। आज म एउटा भिडियो लिएर आएको छु है, लुगाको विषयमा है। लुगाको यो चाहिँ मेरो उतैदेखिको फेभरेट ज्याकेट हो है। अब यहाँनिर पुरा जाडो हुन्छ अनि यो ज्याकेट चाहिँ मैले उतैबाट लिएर आएको, जाडो पुरा हुन्छ भनेर यहाँनिर है। मैले आउनु बित्तिकै अब यो ज्याकेट पुरा, यहाँ म आउँदा विन्टर थियो अनि यो ज्याकेट मैले एकदमै फेब्रुअरीमा आइपुगेको म है। अन्त एकदम जाडो भर्खर स्टार्ट भएको थियो त्यति बेला। अनि यो ज्याकेट चाहिँ मैले त्यति बेलादेखि दलेको भनौँ न, लगाएको। अब तातो भनेको यही थियो। यताउता बाजेसँग हिँड्दाखेरि यही ज्याकेट लगाएर जानुपर्ने है। अरू अब सजिलो थियो, यो गोजीहरू भएको तातो है। अनि यसरी हिँड्दै थिएँ म यो ज्याकेट लगाएर। कहानी छ यो ज्याकेटको है, त्यही कहानी भन्दैछु म। अनि मजाको थियो यो, मलाई मन परेर किनेको। उता घरमा पनि छोड्नु सकिनँ, मैले लिएर आएँ। अनि के भएको थियो भन्दा यो ज्याकेट चाहिँ एकपल्ट बाई मिस्टेक काँडे तारमा यस्तो बाउला उयो भएर चाहिँ च्यातिएको थियो। अनि मैले यो स्टिकर लगाएँ है। अन्त यो सुहाउने खालको कलर पनि सुहाउने रहेछ भनेर यो स्टिकर लगाएँ। अनि माया लाग्यो यो ज्याकेटको, धेरै माया लाग्यो मलाई। अनि त्यतिकै छोड्नु पनि माया लागेर चाहिँ यो यतै लिएर आएँ। अन्त मैले के सोचेँ भन्दाखेरि म त्यति बेला मेरो के हुँदै थियो भने इजरायल आउनुको लागि मेरो अब तर्खर हुँदै थियो होइन। अन्त स्टिकर दोकानमा गएँ। स्टिकर दोकानमा गएर भैयाकोमा गएर मलाई स्टिकर लगाइदिनु नि, यो ज्याकेट यस्तोमा च्यातिएको छ भनेर भने होइन। अनि स्टिकर थियो 20-30वटा। अन्त मैले छान्नुहोस् यसमा स्टिकर भनेर भन्यो। यसो हेरेँ यो कलर पनि म्याच गर्ने, कलर पनि म्याच हुने भनेर चाहिँ। अन्त फेरि इजरायलै जाँदैछु म, इजरायल जानेवाला छु भनेर चाहिँ यो इजरायलको यहाँ स्टार भएको यो देख्नु हुँदैछ, यो इजरायलको फ्ल्याग हो यो चाहिँ होइन। स्टार डेभिडको स्टार भन्छ। यो पनि देखेँ। अन्त यसो इजरायलै जाँदैछु भनेर ठिक्कै टक्कै म्याचिङ भएछ, यो कलरहरू पनि म्याचिङ भएछ भनेर चाहिँ अब यो लगाइदिनुहोस् भनेर भने है मैले। अनि यो स्टिकर लगाइदियो, लायो। अनि मजाले आएँ। अन्त यहाँनिर आएँ है, विन्टर थियो। यो ज्याकेट लगाएँ, बाजेलाई हस्पिटल लगेर जानुपर्ने थियो, हस्पिटल लगेर जान्थेँ। चेकअपमा लगेर जान्थेँ। बाजेसँग सपिङतिर जानु पर्थ्यो, त्यहाँ पनि लाएर जान्थेँ है। अब यहाँनिर कसले देख्ने, एउटै लगायो भने केही फरक पर्दैन भने यही मात्रै लगाएर हिँड्थेँ म है। यो मात्रै लगाएर हिँड्थेँ। एक दिन त त्यसको 2-3 महिना बादमा मलाई त्यो बाजेले भन्यो, देखेँ त त्यो बाजेले पनि नोटिस गरेको थियो कि गरेको थिएन। बादमा चाहिँ मलाई भन्यो क्या, अन्त यो स्टिकर तँले कहाँ पाइस् भने मलाई होइन। अन्त मैले भने यो मैले उता इन्डियामै पाएको होइन, इन्डियामै पाएको। म यो इजरायलको फ्ल्याग देखेर चाहिँ मैले यो म इजरायल आउनु आँटेको थिएँ, त्यो भएर चाहिँ यो ज्याकेटमा यो स्टिकर लगाएको भनेर भने मैले होइन। अनि त्यो भएर छक्क परेर मलाई हेऱ्यो। अन्त यो स्टिकर के को थाहा छ तँलाई भने हो। मलाई त थाहा छैन, यो इजरायलको त्यो फ्ल्याग देखेर चाहिँ मैले लगाएको भनेर चाहिँ भने हो। अनि त्यस्तो भने भरे त यो इजरायल त यो स्टिकर त इजरायल पुलिस पो लेखेको छ त, यसमा त इजरायल पुलिसको स्टिकर पो यो त भन्दै भने कि म त छक्कै पऱ्यो हो। भरे त पछि अब पुलिसहरू हुन्छ है इजरायलमा, हेरेको त साँच्चै नै इजरायल पुलिसको स्टिकर रहेछ यो त हो, इजरायल पुलिस लेखेको रहेछ यसमा त। अन्त लाजा मर्दो भयो क्या म। अन्त अब हुन त अब लाजा मर्दो के, अब यहाँ लेखेको हामीले बुझ्ने कुरा आएन, तर इजरायल पुलिसको रहेछ यो स्टिकर चाहिँ। अन्त पुरा अप्ठ्यारो लाग्यो क्या, आफूलाई पुरा उयो लाग्यो। मान्छेले के सोच्यो होला है, इजरायल पुलिसको स्टिकर नर्मल ज्याकेटमा। अब हाम्रोतिर पनि अब त्यो पुलिसको स्टिकर चाहिँ नर्मल ज्याकेटमा लगाएर हिँडेको छ भने मान्छेले अब है अप्ठ्यारै हुन्छ नि, हाँस उठ्दो हुन्छ। अन्त कस्तो अब त्यहाँबाट चाहिँ मलाई लाज लाग्यो। अन्त त्यहाँबाट चाहिँ मैले यो ज्याकेट नलगाइ छु है। आज चाहिँ मैले यहाँ गोदरेजबाट झिकेर लगाएको। अनि अब कस्तो मनपर्ने ज्याकेट, अब लाएर हिँड्नु भएको छैन, यसलाई के गर्नु अब यतिको त हिँड्नु मिल्दैन हो। अनि अब सोच्दैछु विन्टरमा अब रुममै बस्दा चाहिँ लाउनु मिल्छ हो, त्यसै गर्नुपर्छ होला। कस्तो मजाको अब ज्याकेट थियो यो, छ होइन। कस्तो हाँस उठ्दो भयो नि, यो त इजरायल पुलिसको स्टिकर पो रहेछ। अब यहाँनिर चेन्ज गर्नु भने अब मिल्दैन यहाँनिर, अब कहाँ चेन्ज गर्नु यहाँनिर त्यस्तो खालको दोकानहरू हुँदैन हाम्रोतिर जस्तो है। अनि सोच्दैछु यसको लागि चाहिँ के गर्नुपर्ने भनेर। इजरायल पुलिसको रहेछ यो त।
र तपाईँहरू पनि आउनुभयो भने इजरायलको फ्ल्याग भएको स्टिकर चाहिँ नलाउनु होला